ल सबैलाई जयमसी। आज चाहिँ हामी तस्मानियाको स्टेनली भन्ने ठाउँमा हाम्रो डिके अङ्कललाई, जेम्स अङ्कल, आन्टी शान्ति अनि सारा आन्टी हामी आएको छौँ। अङ्कल यहाँ आउनुहोस् त एकछिन। ल हाम्रो दुईजना अङ्कलहरू यहाँ आउनु भएको छ। अङ्कलहरूको एक्सपिरियन्स अलिकति एक्सपिरियन्स अनुभव कस्तो हुँदैछ भिजिटिङ यहाँको हाम्रो भिजिटमा, हाम्रो घरको भिजिटमा आइदिनु भयो, धन्यवाद छ। आज 7 तारिक आज 7 तारिक फरवरी हामी यहाँ टास्मानियाको अहिले स्ट्यानली भन्ने टाउनमा आएको छ। पोर्टको छेउमा रहेछ र सुन्दर सहर रहेछ। अनि नानी गिडोनको साथमा अनि भाइ जेम्स बहिनीको साथमा अब नातिनको साथमा आएका छौँ। अनि यहाँ सुन्दर सहर रहेछ, खुसी भएको। धेरै धेरै पुरानो घरहरू पनि रहेछ, हेरिटेज हाउसहरू 1911 को 1826 को घरहरू छन्। अनि त्यो विशेष गरेर त्यहाँ पछाडिको रकहरू देखिँदैछ। त्यो रक चाहिँ यहाँको मात्रै नभएर टास्मानियाको त्यो त्यसलाई चाहिँ ल्यान्डमार्क पनि भनिन्छ, नट भनिन्छ। त्यो भल्केनो प्लेटफर्म रहेछ, भल्केनो इरप्ट भएर चाहिँ बनेको। त्यसकै छेउमा हामी आएका छौँ। अहिले त्यहाँ टाइम भयो भने सायद हामी जान्छ होला र हामीलाई यसो परमेश्वरले सृष्टि गर्नुको सुन्दर सहर रहेछ, एकछिन हामी हेर्न आएका छौँ र हामीलाई पुरा आनन्द लागिरहेको छ। फेलोसिप पनि भइरहेको छ, हामीलाई अलिकति आउटिङ भइरहेको छ, खुसी लागेको छ। परमेश्वरलाई धन्यवाद होस्। हाम्रो निम्ति प्रार्थना गरिदिनु होला। हामी यसो टास्मानिया बसेर 16 तारिक बसेर 16 तारिक गरी हामी 9 तारिक फर्किन्छौँ। अनि फेरि 16 तारिक एडलेडबाट गएर फेरि इन्डिया फर्किन्छौँ। त्यो 3 दिनसम्मको लागि प्रार्थनामा याद गरिदिनुहोस्। हस्, धन्यवाद अङ्कल जेम्स। ल तपाईँको अनुभवहरू कस्तो हुन्छ? सबैलाई प्रेम जयसी। हाम्रो गिदन बाबु शशी यहाँहरूलाई यस ठाउँमा राख्नुभएको छ। हामी पनि आएर यहाँसँग सङ्गति गर्ने सौभाग्य मिल्यो। साथसाथै अलिकति समय भएको बेला यहाँले हामीलाई नयाँ ठाउँमा घुमाउनु ल्याउनु भएको छ। यहाँको वातावरणहरू एकदम ऐतिहासिक पोर्ट साथै घरहरू सबै कुराहरू एकदम ऐतिहासिक रूपमा बनिएका घरहरू देखिन्छ। हेर्दाखेरि साह्रै सुन्दर। अनि आजको मौसम पनि अति नै राम्रो भएकोले गर्दाखेरि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। यसरी हामीले सौभाग्य पायौँ यहाँ घुमेर परमेश्वरले सृष्टि गर्नुभएको कुराहरूलाई देखेर पनि हामी आनन्दित भएका छौँ। पछि प्रभुले समय दिनुभयो भने हजुरहरू पनि यहाँ आएर यसो भिजिट गरेर यो प्रकारको आनन्द परमेश्वरको सृष्टिलाई हेरेर तपाईँहरू पनि आनन्द मनाउनु होला। हवस्, यतिमै हजुरहरू सबैलाई लामो यो चाहिँ स्ट्यान्डलीको स्ट्रिट हो। त्यहाँ पुरा हेरिटेज हाउसहरू रहेछ, यो एन्जल स्क्वायर भन्ने अनि टाउन हल भन्नेहरू पुरानो घरहरू रहेछ। अनि र हामीलाई बडो आनन्द लागिरहेको छ। ल सबैलाई जय मसी। ल हाम्रो डिके अङ्कल, जेम्स अङ्कललाई धेरै धन्यवाद। हामी धेरै खुसी छौँ अङ्कलहरू आएर हामीलाई हामीलाई भिजिट गरिदिनु भएकोमा हामी एकदम आनन्दित छौँ। शशी र म एकदम खुसी छौँ। आज त वेदर पनि साह्रै राम्रो छ। यस्तो वेदर त हतपत पाउँदैन नि, टास्मानियामा स्पेसली यस्तो वेदर पाउँदैन। यो ठाउँमा झन् एकदम विन्डी हुने दिन वेदर हो यो। तर आज त साह्रै राम्रो रहेछ है। ल यो त राम्रो लागि सम्झना भयो है, पछिसम्म पनि याद आउँछ अङ्कलको भिजिटको लागि। धन्यवाद। अहिले हामी सी फुड खाइरहेको सी फुड पनि खाइहाल्यो हामीले। अब अगाडि गएर चाहिँ तपाईँलाई अझै हामी देखाउनेछौँ। तर हाम्रो गाडी त यहाँ पो हो त। आन्टीहरू कहाँ जानुभयो? ल हामी त यही हाम्रो शान्ति आन्टी पनि छ। आन्टी तपाईँको एक्सपिरियन्स अलिकति भनिदिइहाल्नुहोस्। हाम्रो छोरालाई आजमा एकदम इन्जोय गरेर चाहिँ धन्यवाद। बिहान फास्टिङ गरेर यहाँ ल आन्टीलाई पनि धेरै धन्यवाद। हामीलाई आएर छोरालाई भिजिट गरिदिनु भयो होइन। हामी एकदम खुसी छौँ, शशी र म पनि। धन्यवाद ल आन्टी, यहाँ हाम्रो सारा आन्टी एडिलेटको जयमसी आन्टीको कस्तो एक्सपिरियन्स अलिकति? Very nice experience, very new town, new area and place and beautiful and weather is today very beautiful. आजको वेदर पनि कति राम्रो नि आन्टी। We have a blessed time. आन्टी सारा हाम्रो जेम्स अङ्कलको मिसेस हुनुहुन्छ, उहाँ सेवा गर्नुहुन्छ एडिलेटमा। प्रार्थनामा याद गरिदिनुहोस् है। फरवर्ड
सेवाको एड्रेस के भन्नु भन्थ्यो? 16 Purnas Avenue. कुन स्ट्रिट हो? Elizabeth Bell. एलिजाबेथ। फोन नम्बर टक्कै भन्नुहोस् न अङ्कलको र तपाईँ। मेरो फोन 041 7941 अनि 890 अङ्कलको 0420 47 हुन्छ हेरिदिइहाल्नुहोस् न। जेम्स अङ्कलको फोन नम्बर आन्टी भनिदिनुहोस् त। यो ए होइन नि यो त ल अङ्कल जेम्सको फोन नम्बर 0420 479859. ल हस् त धन्यवाद जेम्स। Thank you.